ओके फाइनली गाइज तपाईँको लागि चाहिँ एकदमै राम्रो इन्भेस्टमेन्ट प्लेटफर्मको चाहिँ जानकारी दिन गइरहेको छु। यस प्लेटफर्ममा चाहिँ तपाईँले सजिलै ससाना रकमहरूदेखि एकदमै राम्रो इन्कम चाहिँ गर्न सक्नुहुनेछ। यस प्लेटफर्ममा चाहिँ जोइन गर्नको लागि यसै बित्तिको डिस्क्रिप्सन बक्स अथवा कमेन्ट बक्सतिर रहेको लिङ्कमा क्लिक गरेर चाहिँ सजिलै खाता खोल्न सक्नुहुनेछ। खाता खोलिसकेपछि तपाईँको चाहिँ इन्टरफेस यस्तै सो हुनेछ। यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ तपाईँले खाता खोलिसकेपछि 150 रुपियाँ चाहिँ प्राप्त गर्न सक्नुहुनेछ र तपाईँले चाहिँ त्यो 150 रुपियाँ चाहिँ यहाँनिर चाहिँ ब्यालेन्स रेकर्डमा जानुहुन्छ भने यहाँ साइन अप गर्न 150 र दैनिक यहाँनिर चेकिङ गर्नुहुन्छ भने चाहिँ हैन तपाईँहरूले चाहिँ 10 रुपियाँ चाहिँ प्राप्त गर्न चाहिँ सक्नुहुनेछ। यस प्लेटफर्ममा चाहिँ साइन अप बोनस भनेको चाहिँ 150 रुपियाँ, डेली बोनस 10 रुपियाँ र साथीहरूलाई इन्भेस्टमेन्ट गर्नुहुन्छ भने साथीहरूलाई इन्भाइट गरेर इन्भेस्टमेन्ट गर्न लगाउनुहुन्छ भने त्यसको 30% कमिसन चाहिँ प्राप्त गर्न सक्नुहुनेछ भनेको छ। यस प्लेटफर्म चाहिँ नेपालमा चाहिँ नोभेम्बर 3 आजकै दिनदेखि चाहिँ लन्च भएको छ भनेको छ। जोइन आवर टेलिग्राम च्यानल भनेको चाहिँ यहाँनिर टेलिग्राम च्यानलमा जोइन गर्न पनि सक्नुहुनेछ। ओके, अब चाहिँ यसमा चाहिँ हामीले काम गर्नको लागि केही इन्भेस्टमेन्ट प्लानहरू हेर्नुपर्ने हुन्छ, जसको लागि चाहिँ यहाँ देख्दै हुनुहुन्छ यहाँनिर मिनिमम डिपोजिट एमाउन्ट भनेको चाहिँ 600 रुपियाँ र मिनिमम विथड्र एमाउन्ट भनेको चाहिँ 150 रुपियाँ भनेको छ। अब चाहिँ हामीले चाहिँ भिआइपीहरू खरिद गर्नको लागि यहाँनिर भिआइपीहरू हेरौँ। भिआइपी वानको लागि रहेको छ प्राइस 600, जसको दैनिक इन्कम भनेको चाहिँ हैन डे इन्कम भनेको चाहिँ 3.75 ओके यहाँनिर देखाएको छ। त्यसै गरी चाहिँ भिआइपी 2 को लागि रहेको छ, जुनको चाहिँ भिआइपी 2 को लागि चाहिँ 1500 डिपोजिट गर्नुपर्ने हुन्छ। जस्तै चाहिँ तपाईँले दैनिक 235 रुपियाँ चाहिँ विथड्र गर्न पाउनुहुनेछ। यसको परिपक्व अवधि भ्यालिडिटी पिरियड भनेको चाहिँ 150 दिनसम्म चाहिँ पाउनुहुनेछ भनेको छ। यसको लागि चाहिँ तपाईँहरूले चाहिँ हैन 35,250 रुपियाँसम्म कमाउन सक्नुहुनेछ भनेको छ। ओके, अब चाहिँ तपाईँहरूले चाहिँ यसमा चाहिँ काम कसरी गर्ने, लगानी कसरी गर्ने सबै जानकारी दिनेछु। यसमा चाहिँ तपाईँले लगानी गर्नको लागि रिचार्ज हुने एकाउन्टमा आउनुहोस्, मिनिमम 600 रुपियाँ डिपोजिट गर्नुपर्ने हुन्छ। त्यसपछि चेकिङमा गर्नुहोस्। अब चाहिँ यहाँनिर चाहिँ हैन पापु शाहको चाहिँ यो सिद्धार्थ ब्याङ्कको खाता नम्बर 600 रुपियाँ हालिदिनुहोस् र यहाँनिर स्क्रिनसट हालिदिनुहोस्। यति गरिसकेपछि तपाईँको खातामा चाहिँ केही समयपछि यहाँनिर ब्यालेन्स आउनेछ। त्यसपछि तपाईँले चाहिँ यहाँनिर चाहिँ इन्भेस्टमेन्ट प्लेटफर्ममा गएर चाहिँ बाई गर्न चाहिँ सक्नुहुनेछ। बाई गरिसकेपछि तपाईँको दैनिक चाहिँ इन्कम चाहिँ आउन थाल्नेछ। अब चाहिँ त्यसै गरी चाहिँ तपाईँहरूले चाहिँ माइमा भन्न जानुहुन्छ भने माइमा चाहिँ तपाईँहरूले चाहिँ अब चाहिँ यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ के कसरी इन्कम गर्न चाहनुहुन्छ हैन, के कति इन्कम भयो सबै चाहिँ यहाँनिर देखाउनेछ। बोनस कति छ, इन्कम कति छ, एनपिआर टोटल कति छ यहाँनिर चाहिँ सो हुनेछ। अब चाहिँ तपाईँहरूले साथीलाई रिफर गरेर इन्कम गर्न सक्नुहुनेछ। जसको लागि चाहिँ यहाँनिर टिम बन्ने आइकनमा आउनुहुन्छ भने यहाँनिर लेभल 1, 2, 3 देखाएको छ। जसदेखि पनि तपाईँले साथीहरूलाई इन्भाइट गर्नुहुन्छ भने लेभल 1 देखि 27% हैन, लेभल 2 देखि 2%, त्यसै गरी लेभल 3 देखि चाहिँ 1% गरी चाहिँ 30%सम्म कमिसन चाहिँ पाउन सक्नुहुनेछ। ओके, तपाईँले चाहिँ यो लिङ्कलाई कपी गरेर आफ्नो सोसियल मिडियालाई सेयर गर्नुहुन्छ भने एकदमै राम्रो इन्कम पनि गर्न सक्नुहुनेछ। अब चाहिँ अर्निङ गरेको ब्यालेन्सलाई विथड्र गर्नको लागि विथड्र एकाउन्ट सेट गर्नुपर्ने हुन्छ। जसको लागि चाहिँ ब्याङ्क चुज गर्नु होला। त्यसपछि यहाँनिर इसेवा गल्ती केमा गर्ने त्यो चुज गर्नु होला। मैले इसेवा चुज गर्ने अनि आफ्नो नाम लगाउनु होला अनि ब्याङ्क एकाउन्ट लगाएर चाहिँ सेभ गर्नुहुन्छ भने चाहिँ तपाईँले चाहिँ मिनिमम 150 रुपियाँ पुगाइसकेपछि विथड्र गर्न सक्नुहुनेछ। त्यसै गरी कुनै पनि समस्या छ भने यहाँनिर चाहिँ तपाईँले चाहिँ यहाँनिर चाहिँ कस्टमर सपोर्टलाई चाहिँ कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ। ओके, भिडियो हेर्दै कस्तो लाग्छ कृपया हाम्रो च्यानल सब्सक्राइब, भिडियो लाइक, सेयर गर्न नबिर्सिनु होला।